Hello guys, welcome to my YouTube channel. आज चाहिँ हेर्नु न म र मेरो हस्बेन्ड जाँदैछौँ दुईजना। कति दिनको बादमा चाहिँ हामी दुईजना सँगै हिँड्नु पाइरहेको छौँ। नानी चाहिँ गयो आज चाहिँ तल घर। मलाई कस्तो देखिरहेको छ कुर्तामा यस्तो कमेन्ट गर्नु होला। हतार भइरहेको छ। अब कति बजी पुगिन्छ ड्युटी सोता पारेको छ। म ड्युटीमा गएर भेट्छु ल। अब चाहिँ हामी तल भिडियो बनाउनु जानु आँटेको। भिडियो चाहिँ के को लागि भन्दाखेरि चाहिँ हामी चाहिँ नि उयो दिनुपर्छ नि त, एटेन्डेन्स दिनुपर्छ नि त मालिकलाई चाहिँ कि। हामी त जाँदैछौँ भिडियो बनाउनु। खोइ आएको छैन रहेछ त कोही पनि। आज हाम्रो तल पुरो चल्दैछ नि आमा बिहान 20-25 जस्तो अर्डर चल्छ। 20-25 हप्ता नि त्यही भएर ढिलो भएको होला है भिडियो अहिले जस्तो चल्दैछ नि आज। क्याप्टन आज पुरा चल्यो अर्डर चलेन। उनीको त्यो पाममा चाहिँ काम गर्नु गएको त्यसले ढिलो भयो। उसले नै ढिलो भएन। हामी त कहिले रेडी नि हामी त के भने पाम बनाउनु गयो नि पाम सर त बिचारो माथि जानुपर्छ जान्दैन ह दुटा नि त चेकअप रहेछ भिडियो बनाइदिएको न यो दुईटा पनि गुड मर्निङ साथीहरू। यो चाहिँ नेक्स्ट डे हो। हिजोको भिडियो चाहिँ म तपाईँहरूलाई चाहिँ कन्टिन्यू गर्न सकिनँ। सो त्यही कारणले गर्दाखेरि चाहिँ अब यही भिडियो चाहिँ आजको भिडियो एड गरेर चाहिँ कन्टिन्यू बनाउँछु है। अब चाहिँ म घरबाट निस्किँदैछु। आजको ड्रेस चाहिँ मेरो यो छ है। मेरो हेर्नु न यहाँनिर गोदरेजको हालत चाहिँ यस्तो भइरहेको छ। हिजो तपाईँहरूलाई मैले कन्टिन्यू भिडियो गर्न सकिनँ र चाहिँ आज अब कन्टिन्यू भिडियो एड गर्नु भनेर भन्दैछु नि त। के सबै निभाएँ मैले। Verified, thank you. Verified, thank you. Verified, thank you. हामीले चाहिँ अब रुम सकेको। अब चाहिँ खाना खानु बनाएको हुन्छ। सक्यो साथीहरू हत्तु भएर बसिरहेको छ। अब चाहिँ हामी खानासाना खाएर रुम त हामीले खाना खानुभन्दा अगाडि नै सक्यौँ। तर अब चाहिँ एक्स्ट्रा म्याट्रेस लगाउनु पर्ने भएको छ यहाँ 305 चाहिँ होइन। किनभने अब यहाँनिर डबल बेड छ तर अब मान्छे चाहिँ अब बेसी ज्यादा छ नि त। त्यही कारणले गर्दा चाहिँ अब एक्स्ट्रा म्याट्रेस लगाइदिन्छु। मैले चाहिँ बेडसिटै ल्याउनु बिर्सेछु कि अब फेरि तर तल जाँदैछु बेडसिट ल्याउनु। अब यहाँनिर चाहिँ लगाइदिन्छु एक्स्ट्रा म्याट्रेस त।
धेरै नसोच बसेर द्वार खुट्टामा बाहिर निस्केर पिलो एउटा माथि मैले लगेँ एउटा यहाँ होला पिलोदेखि हेर लुगा कति लथालिङ्गा भएको छ आधा मैले लगेँ एउटा हो बेडसिट पनि पाउँदैन र यही होला सिम्पलको डेन्जर लथालिङ्गे भइरहेको छ के लिएको हातु भाइदी अब चाहिँ मैले एक्स्ट्रा म्याट्रेस पनि लगाइदिएँ हो अन्त अब उतापट्टिको रुम चेकिङ गर्नु जानु रुम अब कस्तो छ रेडी छ कि छैन सफा छ कि छैन अब गेस्ट आउनेवाला रहेछ नि त अन्त अब त्यहाँ हेर्नुपर्छ गेस्ट आउँदाखेरि फेरि धुलोहरू भयो भने होइन नआउँछ नि फेरि हामीलाई एकपल्ट हेर्नुपर्छ चिनी चियापत्तीहरू पानीहरू छ कि छैन भनेर होइन यो रुम चाहिँ एकदमै राम्रो छ यसलाई चाहिँ सुपर डिलक्स भन्छ हो तर अब त्यस्तो खासै त छैन र पनि अब यहाँबाट चाहिँ भ्यू देख्छ नि त दार्जिलिङको भ्यूहरू होइन देख्छ नि त यहाँबाट चाहिँ अन्त त्यही कारणले चाहिँ यसलाई चाहिँ सुपर डिलक्स भन्छ अन्त यहाँ मुनि रोड हो नि त त्यही भएर चाहिँ यसलाई चाहिँ सुपर डिलक्स भन्छ होइन भ्यू रुमलाई चाहिँ सुपर डिलक्स भन्छ अन्त त्यो भ्यू नदेख्ने रुमलाई चाहिँ डिलक्स मात्रै भन्छ नि त होइन अन्त अब यहाँनिर हामीले के छ छैन सबै हेर्नु पऱ्यो डस्टिङहरू गर्नु पऱ्यो क्याटल कस्तो छ सफा छ कि छैन हेर्नु पऱ्यो यहाँ धुलो लागेको चाहिँ मजाले सफा गरिदिनु पऱ्यो होइन डस्टिङहरू गरिदिनु पऱ्यो अब उयो हुन्छ नि त कोही बेला बेसी चेकआउट भएको टाइममा चाहिँ त्यस्तो डरलाग्दो हेर्नु भ्याउँदैन नि त किनभने गेस्ट आएकै हुन्छ अन्त त्यो के भन्छ अब छिटो गरिदिएकै गर्दै भन्छ अन्त त्यही भएर अब बेसी जस्तो उयो हुन्छ नि त अन्त त्यति बेला अब हतालिँदाखेरि चाहिँ अब हामीलाई पनि कतिवटा कुराहरू हामी मिस्टेक गरी पठाउँछौँ अब मिस्टेक चाहिँ मेन चाहिँ त्यही हो डस्टिङहरू भयो होइन डस्टिङ अन्तखेरि पानी छ छैन चियापत्ती चिनीहरू राख्नु होइन अन्त यसरी पानीहरू राख्नुपर्छ ठिकै रहेछ अब गेस्ट बेसी हुँदाखेरि चाहिँ अब फ्रन्ट अफिसको ल्याएर चेक गरिदिन्छ तर अब अहिले चाहिँ आज चाहिँ कम्ती मात्रै थियो नि त हाम्रो चाहिँ होइन 9वटा मात्रै चेकआउट थियो नि त अन्त त्यो कारणले त अब खानासाना खाएर गेस्ट आउने रुमहरू चाहिँ चेक गर्नु पऱ्यो के छ छैन टिभी चलेन होइन किनभने यस्तो छ कि साथीहरू यहाँको रुल्स चाहिँ यहाँनिर चाहिँ हामीले चाहिँ पर रुम एउटा रुमको चाहिँ 10 रुपियाँ हामीले इन्सेन्टिभ्स पाउँछौँ डेली होइन त्यो चाहिँ चेकआउट हुन्छ अन्तखेरि चाहिँ अब त्यो त्यस्तो हुँदाखेरि चाहिँ अन्त अब त्यो चाहिँ हामीले चाहिँ पुरा कस्टिङहरू बचाउ गर्नुपर्छ होइन अन्त सामानहरू दिएको अब पुरा उयो गरेर राख्नुपर्छ
के भन्छ बचाएर राख्नुपर्छ। त्यही अब खेर फ्याल्नु भएन होइन। चिनी चियापत्तीहरू अब त्यस्तो प्रशस्तै दिँदैन। पुरा अब हामीले घरमा जसरी चलाउँछौँ कन्ट्रोल गरेर त्यसरी नै चलाउनु पर्छ र मात्रै हाम्रो कस्ट्युम बाँच्छ होइन, बचाउ बाँच्छ। अन्त त्यही भएर चाहिँ हामीलाई इन्सेन्टिभ्स पाउँछ। अन्त एउटा रिभ्यू बिग्रियो भने इन्सेन्टिभ्स पनि काटिन्छ, 1000 रुपियाँ काटिन्छ। त्यो चाहिँ हाम्रो गोजियोबाट चाहिँ काटिँदैन। बट हाम्रो जति पनि अब 6 महिना पुगेपछि त यहाँनिर चाहिँ इन्सेन्टिभ्स पाउँछ। अब 10वटा रुम चेकआउट भयो भने अब एउटा रुमको 10 रुपियाँ सेलेरीदेखि बाहेकै साथीहरू, सेलेरी अलग्गै अन्त त्यो इन्सेन्टिभ्स पनि अलग्गै। त्यो गरेर चाहिँ सेलेरीदेखि बाहेक चाहिँ एउटा रुमको 10 रुपियाँ। अब जस्तै 10वटा रुम चेकआउट भयो भने 100 रुपियाँ हुन्छ। अब त्यो त हाम्रो एक्स्ट्रा भनौँ न इन्सेन्टिभ्स होइन। अब कतिजनाले बुझ्नु भएन भने चाहिँ मैले त्यो भनेको मात्रै हो होइन। अन्त त्यो गरेर दिन्छ अनि इन्सेन्टिभ्स चाहिँ होइन। अनि त्यही भएर चाहिँ हामीले चाहिँ सामानहरू त बचाएर राख्नुपर्छ। अब जस्तै राख्नु अब क्या हो त्यो पनि अब फारो गर्नुपर्छ। अब केमिकलहरू पनि एकदमै फारो गर्नुपर्छ किनभने अब त्यही हो होइन। कस्ट्युम बचाएर चाहिँ अब हामीले इन्सेन्टिभ्स पाउँछौँ। सो त्यही हो, तपाईँहरूसँग अहिले भेट्छु चाहिँ साथीहरू। म चाहिँ घर आइपुगिसकेँ, 5:30 भयो। चलिरहेको रहेछ। भर्खर घर आइपुगेँ। ल्या मैले त बत्ती बालेर निभाउनै बिर्सेछु किचन र टोइलेटको चाहिँ। के भएको बिहान यस्तो हतार हुन्छ कि सबै बिर्सेर गएछु नि हौ। राइस कुकरको पनि हेर भात डल्लै प्लगहरू अनै थिएछ। यस्तो हुन्छ नि त साथीहरू नि। लाइट पनि अनै थिएछ हो। डर लाग्छ नि हौ म त। पहिला एकपल्ट चाहिँ म चर्च जाँदाखेरि चाहिँ पानी तताउनु पऱ्यो भनेर, चर्च जानुको लागि चाहिँ बोतलमा पानी हाल्नु पऱ्यो भनेर पानी बोतलमा हाल्नु पानी चाहिँ उमाल्दै थिएँ। चर्च जानुको हतारले चाहिँ त्यो उयसमै भाँडामै त्यतिकै भएछ होइन। अन्त चर्चमा चाहिँ गएर पो पछि कति घन्टा पछि वचन हुँदै गर्दा होला हौ। त्यति बेला पो झसङ्ग याद भयो मैले त ग्यासमा पानी तताएको छु भन्ने भएन। त्यहाँदेखि चाहिँ आम्बो गरम झुकझुकसरी बसेँ चर्चमा। भरे आएको त के भन्छ चर्च छुट्टी भएर आएको त आम्मा पानी त्यो उम्लेर पनि त्यो धन्न सिल्भरको भाँडामा बसाएको थिएन। त्यो सिल्भरको भाँडा त आम्मामा नयाँ जस्तो बनाउँछ नि, सेतो सेतो न सेतो त्यस्तो भएर त्यस्तो खालको दिमाग छ। के बिर्सी पठाउँछु हो। क्या अब के भन्नु, बुढी हुँदै गएको होला हौ, दिमागहरू सबै बिर्सिँदै जान्छु। सो आजको लागि चाहिँ यति नै साथीहरू। सो तपाईँहरूलाई धेरैभन्दा धेरै धन्यवाद छ तपाईँले मेरो भिडियोलाई हेरेर माया दिनुभएकोमा होइन। अन्त यति भन्दै आजको लागि चाहिँ यतिमै। सो सबैजनाले लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अन्त सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला भन्ने आशाको साथमा सबैजनाबाट बिदा चाहन्छु। नमस्ते, धन्यवाद, बाई बाई।